ओ सोल्टी भित्र एकदम हरामी कताउता आज कहाँबाट यो फेरि आज यस्तो यति दिनको धेरै दिनको देख्नु भयो त सोल्टी काममा चाहिँ अब सिटी दिनको साउनी अब तपाईँ के छ हाल खबर त्योहरू बन्द गर्नु बाटो पनि होटल आएछ होइन 12 बज्न सक्यो त भनेको बेला बन्द गर्ने हो त्यसै जति छुट्टी पाइन्न अब काम गर्नु आज छिटो होटल बन्द भएको थियो त्यही भएर आइयो के छ तपाईँको केही छ कि यसो खानेकुरा के छ भयो होला यसो लागेको थियो आउने सम्झेको त्योहरू सोल्टी ल त फेरि अब खाना त भयो होइन यहाँ अब चिकन राइस पनि छैन बिफ राइस पनि छैन अब अन्डा राइस मात्रै छ खाने भयो त्यही हो अब भएको भने त्यही हो अब मेरो पनि टाइम हिँडाइसक्यो अब 12 बजे बन्द हुने अलि ढिलाउनु भएछ अब ढिलामा 2 मिनट मात्रै छ त 2 मिनटमा तपाईँले म के बनाएर खिलाउनु जस्तो अब कस्तो मूर्खता कुरा गरे होला सोध्दै यार 2 मिनट भनिन्छ यत्रो दिनको आएको छु म भने यार 2 मिनट भन्दा अलिक पर्ने सक्दैन सोध्ने एउटा जस्तो एउटा अन्डा राइस बनाएर के 10 मिनट लाग्यो के होला सन्जीवले यति गर्न सक्नुहुन्छ नबनाउनु छु भोक लाग्यो लास्टमा हेर्छ पेट हुन सोल्टी त्यस्तो हुन्न अब यहाँ म 12 बजेभन्दा भने धेरै म बस्न सक्दैन यहाँ होइन 11 बजे नमान्नु जानु भोलितिर आउनु लाग्यो टाइममा भोलितिर आउनु यता अब टाइम भइसक्यो म ठ्याक्कै 12 बजी तपाईँसँग कुरा गर्दा गर्दै अब यो टाइम भइयो ल म त बन्द गर्ने टाइम भइयो अब जानु भोलि गर्नुलाई होइन 11 बजे नमान्नु अब के गर्नु त त्यस्तै हो अब अलिकति धेरै बस्छ साउले अब अलिक धेरै पैसा दिन्छ साउले दिनु उति पैसा हो त्यही भएर म किन उसको नाफा गराइदिन्छु सौले तपाईँले बेकार हुँदैछ सौकी छन् लाभा पनि पाइन्छ खाना पाइन्छ भनेर आएको बेला कस्ता मुखेर कुरा गर्नु सौले भएन नि यो त यो फाइदा म यहाँ यस्तो राति 11-12 बजे तपाईँले सम्झेर आएको 20 लोक खाऊ बल्ल फुक्दै सम्झेर भोग लागेको छ र मात्रै बल्ल सम्झिन आएको छु अरू बेला सम्झिँदै तिमी अरू बेला सम्झिने गर न हो यही भएर मैले मन नलाग्ने भनेको बनाइदिन्न टाइम धेरै भयो भनेको मेरो कारण यही हो आयो ठाउँमा यत्रो दिनसम्म कहाँ गएको थियो अहिले भोक लागेको छ रातिको बेला भोक लागेको छ सोल्टी भनेर सम्झिन आएको छु अरू बेला सम्झिसक्यो कहिले सोल्टी भनेर यसो भेट्न आउने भेट्ने नजिकै भएर मैले हुन्छ नि भेटघाट हुन्छ ए मलाई भन्छ न एउटा कुरा गर्ने होइन आफैले खोज्न आए जस्तो जानु छैन कि त्यस्तो सोल्टी कुरा ल ठिक छ ल हुन्छ फेरि अन्न म अबदेखि तपाईँले भेटेर आउँछ तपाईँले आउनु भयो खानु तपाईँको राइस खानु तपाईँ जानु मतलब छैन मैले नि अब मान्छे अरू बेला आउनु छैन काम परेपछि मात्रै मान्छे पत्ताउन आउने यही मस्का लगाउन मगायो आज सोल्टी तपाईँले भेट्न आएको धेरै दिन गएर गयो केही छैन मलाई थाहा भयो नि त ल के को लागि भेट्न आएको रहेछ भने भोक लागेर चाहिँ खाना चाहिएर चाहिँ त्यही भएर आएर चाहिँ देखेर भले पनि जानेको छु मान्छेले ठाउँ लगाउँदा जाऊ केही छैन बन्द गर्छु जान्छु अब